हेलो साथीहरु सबैजनालाई स्वागत छ फेरि पनि मेरो डेली मिनी ब्लगमा। म चाहिँ जुनु मगर नवलपुरबाट। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। आजको भिडियो चाहिँ त्यस्तो केही स्पेशल छैन। हाम्रो चर्च वरिपरि सबै ठाउँमा सफा गर्नको लागि हामी बसेको थियौं। अनि यता देख्न सक्नुहुन्छ तरुणीहरूले सफा गरेको। अनि यता भान्जी नानीले फेरि मेरो नङ कति राम्रो छ माइजू भन्दै देखाउनु भएको थियो। अनि मैले चाहिँ भिडियो गरिरहेको थिएँ। अनि हाम्रो चर्च घर पनि देख्न सक्नुहुन्छ। मौसम फेरि यस्तो राम्रो भएको थियो। अनि रुम पनि सफा गर्न थियो। रुम पनि हामीले सफा गर्यो साथीहरु। पानी परेर होला मौसमहरु त्यो अनि त्यो बादलहरु देख्न सक्नुहुन्छ। यति राम्रो देखेको थियो भिडियो बनाउँदा नि कस्तो राम्रो देखेको थियो क्या। त्यही भएर देख्न सक्नुहुन्छ हाम्रो चर्च चाहिँ यो हाम्रो चाहिँ कति राम्रो भिडियो आएको थियो। त्यही भएर मैले चाहिँ यता देखाइरहेको थिएँ। अनि हामी चाहिँ लाग्यो यता दाउरा राख्नुतिर सफा गर्नकोतिर। पछाडितिर देख्न सक्नुहुन्छ तरुणीहरूलाई। या अगाडि चाहिँ हामी चाहिँ बुढीहरू हो क्या। एउटा बुहारी नानी अनि म अनि फेरि एउटा नानी परेको थियो हामीहरू चाहिँ। अनि अरू चाहिँ सबै तरुणीहरू थियो साथीहरू। एकदमै रमाइलो भयो चर्च सफा गर्दा पनि। अनि हामी चाहिँ सबै सरसफाइ चाहिँ किन गरेको भनेपछि पर्सि 25, 26, 27 गते हाम्रो चर्चमा चाहिँ सम्मेलन छ साथीहरू। अनि सम्मेलनको पनि मैले स्पेशल भ्लग हाल्ने छु। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। अनि हामीले आधी काम गरेपछि हाम्रो खाजा खाने टाइम आयो साथीहरू। हामी चाहिँ चिया नास्ताहरू खायो। अनि जति घाम चर्के पनि चिया बनाइसकेपछि त नखाने त कुरै हुँदैन साथीहरू। अनि यता हामी चाहिँ चिया खाँदै अनि चटपट खाँदै छ साथीहरू। मैले चाहिँ चाउमिन खायो खाजामा। अनि पानीपुरी पनि छ है साथीहरू। हाम्रो पानीपुरी खानै छ, अझै बनाउनै छ। अनि यता देख्न सक्नुहुन्छ दिदी हुनुहुन्छ यता माथि छ। अनि यता साइडमा चाहिँ बहिनीहरू छ। अनि यहाँ चाहिँ दिदी हुनुहुन्छ चटपट खाँदै हुनुहुन्छ। यता बुहारी नानी, यता बहिनीहरू छ, यता चाहिँ नानी पर्छ। उता साइडमा फेरि भान्जा पनि हुनुहुन्छ। अनि हाम्रो पानीपुरी पनि आइसक्यो। अनि हामी चाहिँ पानीपुरी रेडी गराउन लागेको छौँ साथीहरू। बुहारी नानीले चाहिँ बनाउँदैछ, अचार राख्दैछ। अनि म चाहिँ उस पानीपुरी बनाइरहेको थिएँ। अनि सबैजनालाई फेरि यसरी गोलोसँग बसौँ न भिडियो बनाउनको लागि भनेर सबैजनालाई बोलाएको थिएँ क्या। अनि तरुणीहरू फेरि साह्रै लजाउने हो क्या। अनि यो के भन्छ भिडियो पनि कस्तो अर्कै क्वालिटीमा आएको क्या। यता भित्र बसेर होला, बाहिरमा त कस्तो राम्रो आएको थियो। अनि भित्रमा चाहिँ यस्तो आएको रहेछ साथीहरू। सो भिडियो जस्तो भए पनि माया गरेर हेरिदिनु होला भन्न चाहन्छु म चाहिँ। अनि साथीहरू तपाईहरुलाई थाहा छ भने मलाई सजेसन दिनु होला, मलाई मेसेज गरेर भन्नु होला। मेरो चाहिँ यो भिडियोहरू भ्लगहरू किन हो कपिराइट लेख्छ अपलोड गरेपछि के भएको हो त्यो चाहिँ हजुरहरूले मलाई कमेन्ट बक्समा भन्न सक्नुहुन्छ। मलाई चाहिँ त्यस्तो केही थाहा भएन। अनि कपिराइट लागेको हुन्छ। अनि भिडियो अपलोड गरेर भ्याएपछि लास्टमा त्यस्तो देखाउँछ। अनि त्यो चाहिँ के भएको खासमा तपाईहरुले भन्न सक्नुहुन्छ मलाई साथीहरू, मलाई थाहा नभएको कुराहरू। अनि पानीपुरी फेरि हामीले सबैजनाले 20 रुपियाँ उठाएर 200 को लिएको थियो। अनि कति धेरै छ यहाँ पानीपुरी हेर्नु न कति धेरै छ पानीपुरी। आमा यो सबै हामी यहाँ सबैजनाले 20 रुपियाँ उठाएर खाएको हो कि साथीहरू। अनि धेरैजना भएपछि त रमाइलो हुन्छ नि त, जति खाए पनि जस्तो खाए पनि। अनि पहिला चाहिँ हामीले चटपट र चाउमिन चाहिँ खायो। अनि त्यसपछि फेरि नपुगेर दिदीहरूले चाहिँ मगाउने भनेर हामीले चाहिँ फोन गरेर ल्याउन पठाएको थियौँ दाइलाई चाहिँ। अनि दाइले ल्याइदिनु भयो। अनि पानी चाहिँ अलि कम अमिलो रहेछ। त्यही भएर हामीले त्यसमा फेरि चुक पनि राखिदियौँ अलि पिरो अमिलो खाने भनेर साथीहरू। अनि देख्न सक्नुहुन्छ अनि कोही मान्छेहरू चाहिँ खाँदैछ भन्दा नि बच्चाहरूले चाहिँ खाना खोजिरह। अनि मैले चाहिँ झोल चाहिँ यहाँ अलि चुक हालेर अनि घोल्दैछु अलि अमिलो गर्नको लागि साथीहरू। भिडियो अगाडि पछाडि भएछ सो माइन्ड नगर्नु होला। यो भर्खर बनाएको चाहिँ फर्स्टमा राख्नु पर्ने, खाएको चाहिँ फर्स्टमा राखेर अनि बनाएको चाहिँ पछाडि राखेछ साथीहरू। अनि हामी चाहिँ खाजा खाएर फेरि लाग्यो सफा गर्नेतिर। देख्न सक्नुहुन्छ यो चाहिँ पछाडि पत्तीतिर सफा गरेको थियौँ साथीहरू हामीले। अनि पछि अहिले कति वर्षदेखि सफा नगरेको थियो होला यो चर्चमा। अनि यो चाहिँ हामी सबैजना मिलेर सफा गर्यौँ। यो भिडियो चाहिँ मेरो शनिबारको थियो। अनि मेरो फेरि भिडियो लामो भएर अनि कार्यक्रम पनि थियो नि त डान्स गरेको। अनि त्यही भएर मैले चाहिँ त्यसमा राखेँ साथीहरू। सो अर्को भिडियो बनाएँ मैले चाहिँ। सो मेरो कन्टेन्ट पनि पुरा हुन्छ। यहाँ चाहिँ दिदी हुनुहुन्छ दार्जिलिङ बिहा भएको छ उहाँको चाहिँ। सो गाइज यति भन्दै आजको मिनी भ्लगलाई अन्त्य गराउन चाहन्छु। भेट्नेछौँ अर्को मिनी भ्लगमा। सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु साथीहरू। बाइ बाइ गाइज।